नेपाली टेलिश्रृङ्खला बुहारीको 250औं भागसम्म आइपुग्दा कथाले अत्यन्तै रोचक र नाटकीय मोड लिएको छ। घरायसी पारिवारिक खिचातानीबाट सुरु भएको यो श्रृङ्खला अहिले अपराध, कानुनी लडाई र जटिल पारिवारिक सम्बन्धको दोबाटोमा उभिएको छ। आजको समीक्षामा हामी भाग 250मा घटेका मुख्य घटनाक्रम, पात्रहरूको मनोविज्ञान र आगामी सम्भावित कथावस्तुबारे विस्तृत चर्चा गर्नेछौँ। यो भागको सबैभन्दा ठूलो आकर्षण भनेकै राम, सुर्ती र मालती बीचको तनावपूर्ण दृश्य हो। सिरिजमा धेरै समयदेखि चलिरहेको सृजनाको बेपत्ता प्रकरणलाई लिएर रामले अपनाएको आक्रामक रूपले दर्शकलाई स्तब्ध बनाएको छ। खुकुरी देखाएर सत्य ओकल्न बाध्य पार्ने रामको प्रयास र सुर्ती मालतीको डरले एपिसोडमा ठूलो सस्पेन्स सृजना गरेको छ। तर ठिक त्यही बेला आएको एउटा फोन कलले सिङ्गो दृश्यको रूपरेखा नै बदलियो। त्यो फोन कसको थियो? के सृजनाको अत्तोपत्तो लाग्यो या रामले कुनै नयाँ चाल चल्दैछ? यो रहस्यले दर्शकको कौतूहलतालाई उत्कर्षमा पुर्याएको छ। अर्कोतर्फ दुर्गा आमा र जितबहादुर हिरासतमा पुगेपछि उनीहरूको पारिवारिक साम्राज्य भत्किन थालेको छ। अर्जुनमाथि परेको 50 लाखको ऋणको बोझ र साहुले घरमा हालेको तालाले खलपात्रहरूको पतनको सुरुवात भएको सङ्केत गर्छ। भाग 250को सबैभन्दा बलियो पक्ष भनेको राम, कमला र मुना बीचको भावनात्मक द्वन्द्व हो। 2 वर्षको दूरीपछि रामले कमलालाई आफ्नै कोठामा ल्याउने निर्णय गर्नु र मुनाप्रति देखाएको अलिकति चिसोपनले दर्शकमाझ अनेकौं प्रश्न उब्जाएको छ। कमला र रामको प्रेम साँचो हो, तर मुनाप्रतिको कर्तव्य के त? रामले भन्ने प्रेम र कर्तव्य बीचको फरकले उसको चरित्रलाई अझ गहिरो बनाएको छ। तर अर्कोतिर मुनाले भोगेको एकाकीपन र मनमा उब्जिएका शङ्काहरूले दर्शकको सहानुभूति आफूतिर खिच्न सफल भएको छ। कमला, मुना र राम बीचको यो त्रिकोणात्मक सम्बन्धले श्रृङ्खलालाई आगामी दिनमा कुन दिशामा लैजाला त्यो हेर्न बाँकी नै छ। यसैबीच राम र कमला अचानक काठमाडौँ जान लाग्नु र अर्जुनले आमालाई छुटाउन मागेको जमानीको कागजमा रामले हस्ताक्षर गर्न अस्वीकार गर्नुले कथामा नयाँ ट्विस्ट थपेको छ। अभिनयको हिसाबले यस भागमा रामको भूमिकामा रहेका कलाकारको आक्रोश र भावुकता दुवै उत्कृष्ट देखिन्छ। सुर्ती र मालतीको भूमिकामा रहेका पात्रहरूले डर र षड्यन्त्रको भावलाई जीवन्त उतारेका छन्। सम्पादन र पृष्ठभूमि सङ्गीतले दृश्यहरूको गम्भीरतालाई राम्रोसँग सहयोग पुर्याएको छ। यद्यपि केही दृश्यहरू अलि लम्बिएका जस्ता लागे पनि ओभरअल पटकथाले दर्शकलाई बाँधेर राख्न सफल भएको छ। समग्रमा बुहारी भाग 250ले कथालाई नयाँ उचाइमा पुर्याएको छ। काठमाडौँको यात्रामा के कस्ता नयाँ रहस्यहरू खुल्नेछन्? के दुर्गा आमा जेलमै रहनेछन् या अर्जुनले अरू नै केही षड्यन्त्र रच्नेछ? र सबैभन्दा ठूलो प्रश्न, सृजना जीवितै फर्किएलिन् त? यी सबै प्रश्नको उत्तर आगामी भागहरूमा स्पष्ट हुने नै छ। तपाईलाई बुहारी सिरियलको यो भाग कस्तो लाग्यो? रामले मुना र कमलाप्रति गरिरहेको व्यवहारबारे तपाईको धारणा के छ? तल कमेन्ट बक्समा आफ्नो विचार पठाउन नबिर्सिनुहोला। भिडियो मन परेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।